दर्शकबिन नमस्कार। श्रीमानले श्रीमतीलाई रङ्गी हात पक्राउ भयो राम धुलाई। ल हेर्न सक्नुहुनेछ, ल पछाडि दृश्य हेर्न सक्नुहुन्छ। श्रीमान ड्युटीमा गएको बेला श्रीमतीले फोन कल गरेर आफ्नो बोयफ्रेन्डलाई बोलाएपछि यसरी पत्ता लागेपछि रङ्गी हात पक्राउ गरेर राम धुलाई गरेको छ। हेर्नुस् गाइज, त्यही भएर अब चाहिँ भारतमा ड्युटी गरेर बस्नेहरूले पक्कै पनि आफ्नो बुढीको मोबाइल चाहिँ चेक गर्नु होला। दिनको 5 मिनट भए पनि सकभर आफ्नो मोबाइलमा पनि त्यो शङ्का लाग्यो भने आफ्नो मोबाइलमा पनि लगइन गरेर कतिखेर हेर्न सक्नुहुनेछ र फोन डिटेल्सहरू कल डिटेलहरू पनि कतिखेर जानकारी गर्नु होला। नत्र भने त यस्तै हुने गाह्रो छ है। दिउँसो राति ड्युटी गर्नुपर्ने, श्रीमतीलाई एक ठाउँमा छोड्नुपर्ने, अनि श्रीमतीको चालामाला के छ हल्का फुल्का जानकारी त पाउनु पर्यो। केही न केही यसो फोनहरू चेक गर्नु होला गाइज। अलि गाह्रो छ है। त्यही भएर सबैलाई त भन्न सकिँदैन। दिउँसो राति ड्युटी नै ड्युटी गरिरहेको केटाहरूले चाहिँ अलि ख्याल गर्नुपर्ने कुरा पनि छ। यो काण्डहरू आएको आए हेर्न पाएको छैन, बिहान उठ्न पाएको छैन। काण्डहरू हजारौँ आइरहन्छन्, सामाजिक सञ्जालभरि छताछुल्ल भएका हुन्छन्। त्यही भएर सबैले अलि सजग रहनु पर्यो, आफ्नो श्रीमतीलाई पनि अलि सम्झाउनु पर्यो। ल हेर्नुहोस् त अब यस्तो भइरहेछ। ल सुन्नुहोस् त कुराहरू। ल सुन्नुहोस् त। ल साथीहरू ड्युटीकै वर्दीमै छन्, सेक्युरिटी आफूले अर्काको सेक्युरिटी गर्नुपर्छ। उता श्रीमती भने यस्तो खै। ल हेर्नुहोस् त।